Hello guys, good morning and welcome back to our channel. I hope you all सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु। अहिले चाहिँ हिमालमा अलिअलि मात्रै घाम लागेको छ अनि म चाहिँ हिँडिरहेको छु। हतारमै मलाई जहिले हतार त हुन्छ अनि ओ पर लालीगुराँस टिप्न जान लागेको। हाम्रो बाजे हिजो भिरमिन गएको बल्ल आउँदै हुनुहुन्छ। त्यो अस्ति नै हामी चाहिँ त्यो माथि फुल हेर्ने अनि दाउरा काट्ने भनेर चाहिँ माथि गएको थियौँ, तर फुल चाहिँ घरबाट आउने बाटो अनि यहीँमा छ रोड अनि रोडभन्दा अलिक तल पनि छ यहाँ अनि यहाँ पनि लपक्कै छ। म चाहिँ यहाँ जाने हो, खै टिप्न सक्छु कि सक्दैन। लगाइ चाहिँ म चाहिँ फुल छेउमै आइपुगेँ। फुल चाहिँ हो चमारै छ है, यो यता छ, यहाँभन्दा माथि त यता छ है। यहाँदेखि अलि अग्लो छ क्या हो, यतै टिपम होला। यहाँ चाहिँ अलिक पानी आउने रहेछ हौ झपक्क। त मैले चाहिँ यति फुल टिपेँ, यहाँ पातहरूले गर्दा राम्रोसँग देखेन। यो चाहिँ मेरो नन्दको लागि पोखरा ल्याइदिनलाई टिप्न आएको। यस्तो कति राम्रो हो। बजाइको छेउमा फुल फर्सी सक्लै नलैजाने ल म घरमा आइपुगेँ। बाजेले चाहिँ दुईटा फर्सी बोकेर आउनुभएछ। किन दुईटा ल्याएको एउटा भनेर त जाउनु कातिर कोही त्यो लामो चाहिँ लग्लास बनाएको त कुही आइछ मिठो यो होला जस्तो छ। फेरि कप्चरा पारेर लाग्यो, कप्चरा यो यहाँ चाहिँ मम्मीले दुईटै फर्सी काट्नुभयो, खासै नबिग्रेरै छ। यो सागको भारी बजाइलाई हे बाई गर्नु आएको। बजाइ ल बाई बाई भन्नु। बाई बाई ल म गएँ है। सुरत गरे अब ल गएँ ल बस्नु ल बाई बाई। बिनी पुगे नि फोन गर, कोसमाउनु पुगेर फोन गर, ल ल नौतारा पुगेर फोन गर, गाडी पाउलिस के रे। ल ल तिमी बाजे भन्ने फोन गर। ल गएँ बाजे। ल ल ल ल ल जा राम्रो गरी जा। ल गएँ। पुसावाले रिसाउनु होला। ल गएँ है। यो चाहिँ सर्टकट बाटो, हतार हतारमा हिँड्नु पर्छ। मलाई बाजेले भेट्नु जानले बजाइले मेरो ब्याग बोक्नु पर्यो। खै दिनु भयो बजाइ? ल ल दिनु। ल ल भाइ भाइ मेरो फुल लगाइदिनु। लगाइदिनु। फुल चाहिँ यहाँ प्याक गरेको छु। ल बजाइ बस्नु है राम्रोसँग। गएँ बाई बाई। ल म गएँ। बाबाले नि हेर्नु ल। के ल अब चाहिँ देवीको फुल समातेर जानु लागे। कति धेरै रहेछ। यो त अलिक अर्कै कलरको रहेछ त, रेड कलरको। त्यो मैले टिपेको चाहिँ अलिक पिङ्क पिङ्क जस्तो थियो। यस्तो भाङ्गेमा छ त। यो सानो सानो कोपीलाई टिप्न पर्यो। यो कति दिनमा फग्रिन्छ होला। मैले चाहिँ अलिक कोपिलोवाला टिपेँ। यो चाहिँ अलि मरुन मरुन पो देखिएछ। एक प्लास्टिक भयो। बेनी पनि आइयो। अहिले चाहिँ हामी कुर्कोमा खाना खान जानु लागेको। अर्कोतिर फुबु बस्ने ठाउँमा चाहिँ आइपुग्यौँ। यहाँ रहेछ। पुसाउ त अगाडि गइसक्नु भयो। हामी नचिनेको मान्छेलाई हेर्दैन अरे अगाडि लुखुर लुखुर जानुभयो। ए फुबुहरू चाहिँ नमस्ते फुबु। घर छोडेर यता कहिलेसम्म अरे यहाँ बस्ने? अब त भ्याइन लाग्यो नि।
यो स्कुलको नाम मात्रै यो हो, तर अब यहाँ हामीले चाहिँ यहाँ पढेको होइन, त्यो चाहिँ हाम्रो स्कुल, मैले 10 सम्म पढेको स्कुल। अहिले चाहिँ यहाँ फुपूकोमा खानासाना खाएर बसेको। अब यहाँ अर्को कोपिला, यो त फुल पनि छैन, कहिले निस्किने होला फुल। फुपूको घरदेखि चाहिँ लाग्यो अब फेरि बस पार्कतिर। यो रिचार्ज स्क्र्याच भएको थियो, अनि त्यही भएर चाहिँ मैले नेपाल टेलिकममा आएर यसलाई रिकभर गर्ने हो कि खै रिचार्ज हालिदिन मिल्छ भनेर भन्नुभएको थियो दाइले, त्यही भएर चाहिँ यहाँ जान्छु, खै के हुन्छ। नेपाल टेलिकम बसै टेलिकमबाट निस्केँ, त्यहाँ चाहिँ पैसा रिचार्ज दिएँ, अनि मेरो नम्बर माग्नुभएको थियो, नम्बर दिएँ, अनि रिचार्ज चाहिँ आयो 100 रुपियाँ पनि के छोड्नु। त्यही भएर चाहिँ यहाँसम्म आएँ। फुपूहरू चाहिँ कुखुरा लिन जानुभएको छ। यहाँ चाहिँ यो नेपाल टेलिकम, यहाँ छ बेनी नगरपालिका कार्यालय होला, यहाँ चाहिँ मालपोट छ। अनि म फुपूहरू चाहिँ कुखुरा लिन यता जानुभएको, त्यही भएर चाहिँ म यहाँ पुलको साइडमा कुरिराखेको छु। यो चाहिँ हो म्याग्दी खोला, अनि त्यहाँ देखेको यो देखेको सिडीदेखि माथि गयो भने चाहिँ त्यो टुप्पामा बेनीको लभली हिल कुरेर एकै ठाउँमा बस्ने भन्ने मेरो मनमा कहिल्यै भएन। एकछिन यहाँ बसेको झ्याउ लाग्यो है, अनि त्यही भएर चाहिँ यो हो, यता भन्छ हारे भिर। अनि यहाँ चाहिँ बनाउँछन् भाँडाहरू है, यहाँ आगो बलिरहेछ अलिअलि। यहाँ चाहिँ तामाको भाँडाहरू, फलामको बाउसहरू खै के बनाउँछन्, त्यही भएर यतातिर हिँडिरहेको छु एकछिन। यो म्याग्दी खोला चाहिँ सुकेर सानो भएछ। यहाँ खै के लेखेको यस्तो रहेछ त, यहाँ गाग्रीमा लाली गुराँस। हामी आएको चाहिँ त्यहाँदेखि माउन्ट एभरेस्ट। यहाँ रहेछ चल्ला, घाम ताप्दैछ। म चाहिँ कुर्न नसकेर यहीँ आइपुगेँ। यो चाहिँ हाम्रो घरमा हुन्छ जस्तो हाँस, यहाँ त अर्कैवाला हाँस रहेछ त, जिन्दगीमा फर्स्ट टाइम देखेँ। कता गयो, सबै भाग्यो। ब्राउन कलरको यो चाहिँ त्यहीँ अगाडिको छल्ला भएकोवाला कुखुरा। ल यो चाहिँ हजुर, यो गाउँमा जाने चल्ला, पहिलाको त मरेको अरे सेतो सबै। खै फुपूको गएको छ त मेरो, यहाँ पनि अरू पनि रहेछ। फुपूले चाहिँ यहाँ प्याक गरिसक्नु भयो चाहिँ। कति हाल्नुभयो? मैले हाँसहरू यता रहेछ। यो हाँस कहाँको के हाँस होला? त्यो पानी खाने ठाउँ होला। यहाँ चाहिँ कुकुर दौडिरहेको छ। खै नि पुछाउ सुत्नु भएको र ल कुखुरा कसको हो? तिनवटा त फुल दुईवटा ल्याउनु भयो क्या? दुईवटामा अब चाहिँ कुखुरा लिएर लाग्यौँ फेरि। कति बेला आउने हो राजा? स्वागतको लागि त्यहाँको एउटा गाग्री नभनिकन चोरेर लगाइदिने पसल लगाएर। जिब्बा सामान राखेर लाग्यो। फेरि पोको फुलको पोको समातेर फुपूको घरमा आइपुगेँ। फुल कहाँ जानु? ल फुपूको घरबाट फेरि लाग्यो। हिँडेकै हिँडै भएको छ आज त। फुपू यहाँ अघि लखेर अघि बाहिर चाहिँ यही भाला लगाउन गएको। अनि यहाँ छ हिजो जङ्गल गएको काम, यहाँ पनि छ अझ। अहिले चाहिँ यहाँ यो बेसिजनको सुन्तला खान लाग्यो। अघिको त अलिक गुलियो थियो। फुपूले चाहिँ हजुरको गुलियो खायो कि छैन? यो त छैन। अघिको त अलिक गुलियो थियो क्या, त्यो त पानी जस्तै रहेछ। ल अब चाहिँ फुपूको घरबाट जान लागेको जिपबाट फोन आयो। सुन्तलाको पोको बोकेर हिँडेछु। धेरै छ, धेरै त नि।
ल भाइ भाइ फुपू ल अब चाहिँ यहाँ फुपूको घरबाट लाग्यो ल यो हो गाडी हुन्छ नि दसाले चुनाको चित्ताउन लागेको अहिलेको हस्पिटल लग्यो भने आफै लड्केर मर्छ अहिलेको बच्चा अहिले चाहिँ बस फर्काएर सामान जाने लेख्न जाने हाम्रो घरतिरै जाने जिप पाइने रहेछ त्यही जिपमा जानलाई अब जिप कुर्दै बस्दै जाने अनलाइनमा त पाउँथ्यो कि पाउँथेन है मेरो फोनको कभर यहाँ चाहिँ पसलहरूमा त पाउँदैन पाउने बेनी पनि सोधे पाएन ऊ त्यहाँ पर पनि सोधे पाएन अनि फाइनल्ली अहिले चाहिँ यस्तोवाला लिएँ राम्रो कभरहरू नै नपाउने रहेछ मेरो फोन धेरै पुरानो भयो नयाँ फोन किन्ने जरुरत सामान त अहिले सिटमा बसिरहेछ पोको पटेरो तर त्यो उतिर जाने बाटो के होइन भलम माथि भलम चोक भएन माथि गाइस फाइनली म चाहिँ घर आइपुगेँ ए यहाँ छ कालले यहाँ फुल ल्याइदिएको ए यतै हो कालीले के ल्याइदिने भनेको थियौ रे ए यो वाला चाहिँ अलि उ भएको छ होइन यो जातै यस्तै होला ए खान्छु भनेको हो कति बेला आएको हो र कालो होइन कालो कालो भएको के हो यही हो कि यो त पछि बाटोमा टिपेको फुल ठुलो हुन्छ कि भनेर राजेपछि चाहिँ ओहो ब्यागमा त छाम्ने कुरा होइन ल ल ल ल कालीले ल पहिल्यै किनेको थिएँ उज्यालैमा नै हो हो तिमीलाई नै भनेर हो के ल तिमीलाई भनेरै लिएको हो क्या कुरकुरे हो ल यो टमाटर त अब काँची खाने पाकेको खाने यस्तो भयो ठुल्ठुलो फुल यस्तो हालत भएको छ यो कस्तो हुन्छ होला यो वाला मायाले चुताले ए भगवान् अहिले चाहिँ खानासाना खाएर सुत्न लागेछौँ ओ राति बेला नै ऐना हेर्दैछौँ कोही फेरि सो गाइज आजलाई भिडियो यति नै आई हो भिडियो मन पर्यो होला भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला थ्याङ्क यू